सबैलाई मेरो नमस्कार। मेरो नाम विवश कुमार रोकाया। आज हामी चाहिँ बर्दिया नेसनल पार्कतिर छौँ। आज विशेष भनेको अब त्यही फरेस्ट्री सेकेन्ड इयरको ग्रुप आज एक्सकर्सनमा आएको छौँ भने अब मेन उद्देश्य चाहिँ बाघ हेर्न हो। अब देखिन्छ या देखिन्न अब पछि नै थाहा हुन्छ। हेलो गाइज, अहिले चाहिँ हामी सफारी जाँदैछौँ। सफारी स्टार्ट भइसकेको छ। साथीहरू हेर्न सक्नुहुन्छ सबै पछाडि पनि आउने पछाडि पनि हेर्नु। स्टार्ट भइसकेको छ फेरि। अब हेर्नु पछाडि हाम्रो पछाडि पनि गाडी आउँदैछ। कस्तो महसुस भइरहेछ तिमीलाई सफारी गर्दाखेरि? एकदमै राम्रो, एकदमै खुसी लागेको छ। हामीहरूले यस्तो सवारी गर्न पाएको छौँ। सवारी गर्न एकदमै राम्रो लागिरहेछ। आफ्नो अनुभव भन्नुहोस्। यस्तो रमाइलो लागिरहेको छ। अब भित्र गएपछि अब के देख्न पाउँछौँ? बाघ, हात्ती, गैडा सब देखाउने नै छौँ। प्रत्यक्ष जोडिनु होला। अन्तिमसम्म हेरिदिनु होला। हाम्रो भिडियोलाई लाइक, कमेन्ट सक्नु होला। आफ्नो जात मात्रै देखाएर बसेका छन्। उहाँलाई एउटा गर्लफ्रेन्डको जरुरत छ, कसैले खोज्दैन होला। खुट्टा सुरा लगाउने दिदी चाहिएको छ। कोही हुनुहुन्छ भने सम्पर्क गर्नु होला। अनि कम्परको नम्बर चाहिँ बर्दिया राष्ट्रिय निकुञ्ज छोडिदिन्छ। हजुरहरूले कन्ट्याक्ट गर्नु नभन बोल्नु। बर्दिया राष्ट्रिय निकुञ्ज अनुभव बताउनुहोस्। अनुभव चाहिँ यस्तो राम्रो भइराखेको छ। अब हामीहरू चाहिँ अब जङ्गलभित्र आइसकेका छौँ र हामीहरूले यहाँ गैडा हामीहरूले थुप्रै जीवजन्तुहरू हेर्न पाऊ भन्ने आशा छ। यस्तो छ बर्दिया नेसनल पार्क हेर्नु सक्नुहुन्छ दर्शकबिनहरू। यो चाहिँ भित्रको फिल्ड भइहाल्यो। यहाँ हेर्नु सक्नुहुन्छ। यहाँ पनि घरहरूलाई छ। राम्रोसँग भिडियो गरिदेऊ। साथीहरूले पनि नआए पनि भिडियो हेरेर आफ्नो मन बुझाउन सकुन्। बाहिर हेर्ने दर्शकहरू